नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ धनुषामा मल उद्योगको शिलान्यास भएको प्रसङ्गबाट। जनकपुर धाममा मल उद्योगको शिलान्यास गरिएको छ। आइतबार मिथिला नगरपालिकाको पुष्पलपुरमा उद्योग शिलान्यास गरिएको हो। नेपालको अग्रणी एग्रोग्रेड कम्पनी क्रप साइन्स नेपालले अत्याधुनिक मल तथा कृषि औजार कारखाना सञ्चालनमा ल्याउने तयारी गरेको छ। यस उद्योगले देशको कृषि क्षेत्रलाई बलियो बनाउने र दिशामा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। सो उद्योगको लगानीकर्तामा अरविन्द कुमार शाह, अनिल कुमार शाह, अमित ठाकुर र सन्दीप कुमार शाह रहेका छन्। उनीहरूले क्रप साइन्स नेपालले कृषि उद्योगमा परिवर्तन ल्याउने प्रतिबद्धता गरेका छन्। क्रप साइन्स नेपाल कृषि प्रविधिमा सुधार गर्न र यस क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखेको छ। मल तथा कृषि औजार प्लान्टको स्थापनामा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले समेत सहयोग गरेका छन्। कानुनी प्रक्रियालाई सुव्यवस्थित गर्न र लगानीको लागि अनुकूल वातावरण प्रदान गर्नको लागि पालिकाको सम्पूर्णले यस परिवर्तनकारी परियोजनालाई सफल बनाउन मद्दत पुग्नेछन्। नेपालको सन्दर्भमा मल तथा कृषि औजार कारखानाको स्थापनाले कृषि क्षेत्रको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गरिने बताइएको छ। देशका किसानहरूले लामो समयदेखि माटोको पोषक तत्त्व कमी, गुणस्तरीय मल सीमित पहुँच र कम बाली उत्पादन जस्ता चुनौतीहरूको सामना गर्दै आएका छन्। स्थानीय रूपमा उत्पादित मलको परिचयले यस खाडलाई पूरा गर्ने मद्दत गर्ने लगानीकर्ताको अपेक्षा छ। क्रप साइन्सले मल तथा कृषि औजार कारखानाले 1 वर्षभित्रै स्थानीय उत्पादन सञ्चालन गर्ने तयारी छ। धनुषामा यस कारखानाको स्थापनाले यस क्षेत्रको आर्थिक वृद्धिको प्रतिज्ञा गरेको छ। आयोजनाले स्थानीय समुदायका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने, आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने र क्षेत्रको समग्र विकासमा योगदान पुर्याउनेछन्। बेरगंज सुक्खा बन्दरगाहमा पहिलो पटक भारतबाट कोइला बोकेको रेल आएको छ। भारतीय रेल गोदावरी कमोडिटिजको 3600 टन कोइला लिएर बेरगंज सुक्खा बन्दरगाहमा आइतबार आएको एकजना अधिकारीले जनाएका छन्। यसअघि बेरगंज सुक्खा बन्दरगाहमा डस्टी कार्गो व्यवस्थापनको लागि आवश्यक भौतिक पूर्वाधार नहुँदा रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा हालेर नेपाल ल्याउनुपर्ने बाध्यता थियो। बेरगंज सुक्खा बन्दरगाहमा मानव स्वास्थ्यमा असर नपर्ने गरी 6 नम्बर रेलवे ट्र्याकमा डस्टी कार्गो व्यवस्थापनका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था तयार गरिएपछि सहज भएको सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माले बताएका छन्। धनुषामा मिटर ब्याज पीडित तथा साहुका बीचमा धमाधम सहमति हुन थालेको छ। जिल्ला प्रशासन कार्यालयले लिने र दिने दुवै पक्षलाई राखेर मिटर ब्याज हेर्ने शाखामा सहमति गराएपछि मिटर ब्याज पीडितको समस्या समाधान हुँदै जान थालेको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल आफै चासो लिएर हेर्दै आएका कारणले धनुषामा नयाँ निवेदन दर्ता भएका मध्ये 92 वटा दुवै पक्षका बीचमा मिलापत्र भएको छ। यसअघि पुराना निवेदन मध्ये 167 वटामा सहमति भएको थियो भने 59 वटा निवेदनमा छलफल भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजको 2615 वटा निवेदन परेको छ। त्यस्तै अवस्था रहेको खण्डमा सबै निवेदनहरूमाथि छलफल गरेर टुङ्गो लगाउनमा 1 वर्ष लाग्ने अवस्था रहेको छ। मिटर ब्याज पीडितको समस्या समाधान गर्नका लागि गठन गरिएको जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुर धाममा स्थापना भएको कारणले पनि धनुषामा पीडितको सुनवाई भइरहेको छ। कतिपय अवस्थामा मिटर ब्याज पीडितसँगै रकम दिनेहरू पनि पीडित देखिएकाले त्यसमा दुवै पक्ष तथा छर छिमेकीहरूलाई राखेर समस्याको निकास गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। मिटर ब्याज सम्बन्धी अध्यादेश आएका कारणले पुराना कागजहरू बन्दर हुने डरका कारणले ब्याजमा रकम दिनेहरू मिल्न थालेका छन् भने मिटर ब्याजका निवेदन दिएकाले रकम दिँदा साउसँग भरपाई नलिँदा पनि समस्यामा पर्ने गरेका छन्। नेकपा माओवादी केन्द्रले धनुषाको शहीद नगरपालिकाका एक निलम्बित वडा अध्यक्षलाई पार्टीबाट निष्कासन गरेको छ। शहीद नगरपालिका वडा नम्बर 8 का निलम्बित वडा अध्यक्ष तनु कलाल कुशेत यादवलाई पार्टीबाट निष्कासन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले मध्य प्रदेश शहीद नगरपालिकाका नगर कमिटीका अध्यक्ष समेत रहेका कुशेतले पार्टीको विधान विपरीत कार्यहरू गरेकाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। यादवसँग सम्बन्धित विभिन्न प्रमाणहरू भेटिएको र पार्टीको मर्यादा विपरीत आचरण हुने प्रकारका कार्यहरू तथा पार्टीको
सिद्धान्त र विचार विपरीत गतिविधि गरेकोले उनलाई हटाइएको विज्ञप्तिमा उल्लेख छ। नगर कार्य समितिको असार 15 गते निर्णय अनुसार उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको छ। 2074 सालमा गरेको कामले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको आधारमा उनी निलम्बित भएका छन्। आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदलिरहने मौसमविदले बताएका छन्। मौसमविद गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मध्य प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। त्यस्तै राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा मेघ गर्जना र चट्याङ सहित ठूलो पानी पर्ने सम्भावना रहेको छ। अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिनुभयो। उहाँको अनुसार आज र भोलि लगातारको झरी पर्ने सम्भावना छैन, तर पनि पर्ने र रोकिने क्रममा भने चलिरहनेछ। हस्त टुडे न्युजमा अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।